यसरी फेसलाई प्लास्टर गर्न लागि के सामग्री चाहिन्छ आउनुहोस् हेर्नु है त। हाई इट्स मी लाङ्सुम, वेलकम ब्याक टु माई अनदर भिडियो। यसको लागि चाहिँ हामीलाई कफी र अन्डा चाहिन्छ। तपाईँहरूले जुन कफी नर्मली आफू युज गर्नुहुन्छ त्यही कफी लिएर गर्नुहुन्छ। अनि अन्डालाई चाहिँ अन्डाको सेतो भाग मात्र युज गर्न सक्नुहुन्छ तपाईँहरूले। त्यसपछि अनि टिस्यु पेपर लिने, टिस्यु पेपर र यसलाई तपाईँहरूले ला भन्दै आएन त जुन अघि हामीले अन्डाको सेतो भाग र कफी अनि त्यसलाई मजाले फिटेर हजुरहरूले बेटर तयार पार्नुहुन्छ नि, त्यसलाई एकचोटि आफ्नो फेसमा एप्लाई गर्ने। अनि त्यसपछि टिस्यु पेपरलाई राखेर टिस्यु पेपरको माथि पनि हजुरहरूले ब्रसको हेल्पले तपाईँहरूले एप्लाई गर्न सक्नुहुन्छ आफ्नो फेसमा। अनि एप्लाई गर्दै जाने। मैले चाहिँ 3 लेयरसम्म बनाएको होला। मैले चाहिँ मेरो चाहिँ एकदमै बाक्लो भएको थियो। मेरो चाहिँ सुक्नलाई एकदम टाइम लाग्यो। आई डोन्ट नो मैले कहाँतिर गल्ती गर्यो र के गर्यो, के कसरी गर्नुपर्छ भने तपाईँहरूलाई थाहा छ भने मलाई भन्नुहोस्। मेरो चाहिँ सुक्न पनि राम्रोसँग सुकेको थिएन कि, त्यही पनि मैले उकाउन त उकाएँ। अनि त्यसपछि मेरो चाहिँ त्यो राम्रोसँग नसुकेर या बाक्लो भएर होला कुनै ठाउँमा चाहिँ त्यो स्किनमै टाँसेको थियो मेरो चाहिँ। अनि बिस्तारै त्यही पनि मैले उकाइसकेपछि आधा अधुरो फेसमा मेरो रह्यो। मैले जुम्रे हेऱ्यो कि के हेऱ्यो थाहा छैन। झन् जुम्रो चाहिँ होइन रहेछ, हाम्रो फेसमा भएको सानो सानो रौहरू हुन्छ नि, तिनीहरू चाहिँ अलिअलि आएको जस्तो मलाई फिल भयो। अनि त्यसपछि चाहिँ मैले आफ्नो फेसमा बाँकी रहेकोहरूलाई चाहिँ बिस्तारै उकाउन थालेँ। उकाइसकेपछि चाहिँ मैले यो सबै डल्लो पारेर ल जाऊ अब तिमी भनेर, त्यसपछि मैले आफ्नो फेसलाई राम्रोसँग फेसवास गरेर मुख धोएँ। अनि यस्तरी चम्केको थियो। धेरै चम्केको त होइन, तर अलि अलि चाहिँ राम्रो देखेको थियो। थ्याङ्क यू फर वाचिङ।